साथीहरू, इट्स मी सन्ध्या राई। वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ हजुरहरूलाई स्वागत छ मेरो सानो बुके ब्लगमा। अनि हजुरहरूलाई चाहिँ म मेरो सानो बिजनेसको बारेमा के भन्न गइरहेको छु है। आज चाहिँ मैले स्टार्ट गरेको 2 महिना पुगेछ साथीहरू। 2 महिना सुरुमा गरेकोले गर्दा आज चाहिँ 2 महिना पुगेछ। तर पनि बाध्यताविवश मेरो गाउँमा परेकोले गर्दाखेरि खासै राम्रो भएको छैन। तर पनि म आफ्नो गन्तव्य छोडेर चाहिँ बनाउँदैछु है साथीहरू। मेरो चाहिँ प्रायः फौजीवार लिनुको लागि चाहिँ तल भिट्टामोटै जानुपर्ने हुन्छ। त्यही भएर म चाहिँ खासै आफूलाई मन परेको कलरहरू त्यो फ्याट्ट यो कलर भन्न आउँदैन। सो आफूले नहेरिन्जेलसम्म मलाई चित्ता नि नबुझ्ने साथीहरू मेरो एकदम नराम्रो बानी। अनि त्यही भएर साथीहरू हेर्न सक्नुहुन्छ आज चाहिँ म बुके केही डिफ्रेन्ट बनाउन त भनेर ट्राई गर्दै थिएँ। तर यस्तै पाराको सानो बुके चाहिँ मैले अस्ति नै बनाएर एकजना म्यामले सेल गरिसकेँ मैले। तर यस्तो ठुलो खालको बुके चाहिँ फर्स्ट टाइम साथीहरू बनाउँदैछु है। अनि मलाई चाहिँ यो बुके बनाउँदा कस्तो मनमा कस्तो लागिरहेको थियो भने नराम्रो भइदियो भने नराम्रो देख्यो भने चाहिँ लागिरहेको थियो साथीहरू। तर पनि राम्रो नराम्रो त ठाउँमा छ। तर मैले बनाएँ, मैले कोसिस गरेँ, मलाई त्यसमै गर्व लाग्छ साथीहरू। हजुरहरूलाई त थाहा नै छ गाउँमा खासै यस्तो बुकेहरू प्राय बे कार्यतिर मात्रै प्रयोग हुन्छ साथीहरू। सो म चाहिँ गाउँबाट बिलङ गरेको र पनि होला यस्तो बिजनेस चाहिँ अनलाइन मात्रै ठिक रहेछ साथीहरू। धेरै जसो त मैले सानो बुके त बनाएर बेचिसकेँ साथीहरू। यस्तो ठुलो बुके चाहिँ खासै मैले बिक्री गर्न सकिनँ। सो आज चाहिँ र पनि ट्राई गरेर घरमै सजाउनको लागि भए पनि बनाउँदैछु साथीहरू। हजुरहरूलाई मन परे अर्डर गर्नुहोला, कमेन्ट पनि गर्नुहोला। हजुरहरूलाई यो प्राइस अलि महँगो लाग्न सक्छ। तर हजुरहरूले देख्नु पनि सक्नुहुन्छ कति धेरै यसमा टाइम पनि जान्छ है। प्लस यसको सामान धेरै महँगो हुन्छ साथीहरू। प्राय यो भनेको हजुरहरूले कम्बो सेटमा पाउनुभएको धेरै सस्तो पाउन सक्नुहुन्छ। तर मैले कम्बो सेटबाट लिएको होइन। सुरुमा चाहिँ ट्राई गर्दाखेरि कम्बो सेटै थियो मेरो। त्यस पछाडि कम्बो सेटमा थोरै सामान पर्छ साथीहरू। मेरो चाहिँ आफ्नै चिन्जानको नाना आउनुभएकोले उहाँले थोरै थप दिनुभएको थियो केही। उहाँलाई पनि थ्याङ्क यू। यही भिडियोबाट हजुरले गर्दा है मैले यो केही सिक्ने मौका पाएको थिएँ। नाना हजुरलाई धेरै 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 धन्यवाद। अनि हजुरको बिजनेस यसरी नै राम्रो हुँदै जाओस् है। यहीँनिर हजुरलाई पनि थ्याङ्क यू भने। अनि म चाहिँ बिरामी भएको कारणले साथीहरू आज चाहिँ एकदमै धेरै बोल्नु सक्ने पनि अवस्थामा छैन। तर पनि अब भिडियो बनाइहालेँ साथीहरू, पोस्ट त गर्नै पर्यो है। यतिकै भिडियो गरेको त त्यो खेर जान्छ। सो यसलाई चाहिँ मैले साथीहरू ऱ्यापिङ गर्दाखेरि मैले स्टिच पनि गरेको छु किनकि त्यो पुरा निस्किने चान्सेस छ नि त। त्यही भएर मैले चाहिँ यसलाई स्टिच पनि गरेँ नखुस्कियोस् भनेर। हजुरहरूले सामान लिँदाखेरि राम्रो विचार गरेर लिनु होला। हजुरहरूले यसलाई 1000-1200 लाएर किन्नुभयो भने यो हजुरको रुममा डेकोरेट गर्न एकदम राम्रो हुन्छ। अनि हजुरहरूको विशेष मान्छेलाई दिन त झन् एकदमै राम्रो हुन्छ साथीहरू। सो हजुरहरू पैसाको लागि धेरै बार्गेनिङ नगर्नुहोला। यो बनाउनको लागि ह्यान्डमेड हो, एकदमै धेरै गाह्रो हुन्छ साथीहरू। देख्दा जति सजिलो छ त्यो भन्दा धेरै गाह्रो हुन्छ साथीहरू है। हजुरहरूलाई मैले धेरै बोले जस्तो लाग्छ होला। तर मेरो चाहिँ यस्तै छ बानी है। हजुरहरूलाई देखाउँदैछु। मैले चाहिँ टेपहरू पनि पुरा हालिदिँदैछु नि त। यसमा उक्किने चान्सेस धेरै हुन्छ क्या साथीहरू। यो सधैँ अब यो बिक्री भइहाल्यो त। अब हजुरहरूले लानुभयो, हजुरहरूले सजाउनु भयो, फाल्टो कुरा यो। तर हातमै बोकिराख्दाखेरि चाहिँ धेरै चान्सेस छ छुट्टिने। त्यही भएर साथीहरू म चाहिँ यसरी बनाउँछु है। यसलाई चाहिँ फेरि मैले चाहिँ खतरा हालिदिएको छु कि यसमा चाहिँ मलाई यो कति मन परिरहेको छ नि त। यो यस्तो यस्तो गर्छु भनेर मैले चाहिँ माइन्ड सेट गरिसकेको थिएँ। त्यही भएर हजुरहरूलाई देखाउँदैछु है। साथीहरू एकदम फिनिसिङ चाहिँ राम्रो भएको छ है साथीहरू। मलाई चाहिँ पुरा मन पर्यो। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला है त। म चाहिँ यस्तै छु साथीहरू। अब चाहिँ म चाहिँ यति भन्दै मेरो भिडियो पनि अन्त्य भइसकिसक्यो। हजुरहरूले हेरेर माया गरिदिनु होला। हेर्न सक्नुहुन्छ लास्टको फिनिसिङ। वाउ, बाई बाई साथीहरू।